बाहुबलीका अभिनेता प्रभासलाई नचिन्ने सायदै कोही हुनुहुन्छ होला। साउथ सिनेमाका चर्चित हिरो हुन् प्रभास। आफ्नो उत्कृष्ट अभिनय कलाले सबैको मन जितेका छन् उनले। अब उनै प्रभास चाँडै नै बेहुला बन्न लागेका छन्। उनले 45 वर्षको उमेरमा विवाह गर्न लागेका हुन्। उनका फ्यानहरू लामो समयदेखि अभिनेताको विवाहको प्रतीक्षा गरिरहेका थिए। अब फ्यानहरूको प्रतीक्षाको घडी समाप्त हुन लागेको छ। प्रभासले भने आफ्नो अभिनय कलाबाट करोडौं युवतीको मन जितेका छन्। प्रभास अब दुलहा राजाको रूपमा घोडा चढ्न तयार भएका छन्। प्रभासले अब चाँडै व्यापारीकी छोरीसँग विवाह गर्ने खबर बाहिरिएको छ। परिवारले विवाहको तयारी सुरु गरेको बताइएको छ। श्यामला देवी प्रभासकी काकी विवाहको पूर्ण तयारी हेर्दैछिन्, तर यी बाहेक अन्य कुनै पनि किसिमको जानकारी बाहिरिएको भने छैन। अहिले प्रभास द राजा साहब र फौजी फिल्ममा व्यस्त रहेका छन्। यसैबीच उनको विवाहको तयारी पनि साथसाथै भइरहेको समाचारले प्रभासका फ्यानहरू यति बेला खुसी भइरहेका छन्।